भरे आउँदाखेरि पैसा कि अन्न लिएर आएन भने मैले जानेको छु। तेरिका सुकिया गुन्द्रुक झन् यसो रमाइलोलाई भेट्यो बेला कुरा गरौँ। अब त्यो गिलासमा नि काम पनि गरौँ, 2 पैसा पनि कमाऊँ भनेको कहाँबाट यो पेली आएर बर्बादै पारेर गयो नि। के गर्नु होला तेरि। यस्तो मान्छे बिना होला पनि के घर भन्नु। यो गाउँको इज्जतदार मान्छेको घरमा आफैले चिया पकाएर खानु परेपछि के हालत भयो होला। अब गाउँको मान्छेले यही बेलामा देख्यो भने यो साङ्लेको इज्जत गएन के गर्नु र। साङ्ला मेरो ए दाइ चिया त आफै बनाएर पिउनु भएको? के गर्ने त आफै बनाएर त पिउनु पर्यो त। तँलाई यताउति हेरेर देख्दैन, तेरो भाउजूले पनि देख्दैन। अनि कहाँ गइस् त कि त्यो मास्टरको पछि पछि लाएर स्कुलमा छोड्नु गइस् साङ्ला बेरेर। दाइ पनि के भन्नुभएको त्यस्तो? यो बहिनीको इज्जत छैन र दाइ? मैले हजुरको इज्जत जाने काम गर्छु होला र? त्यस्तो काम त गर्दिनँ क्या दाइ, मबाट हुँदैन त्यस्तो नसोच्नु न। हेर बहिनी, तँलाई र तेरो भाउजूलाई मेरो बानी थाहा छँदैछ त। दाइ यसो बेडबाट उठ्नु साथ कि त तातो पानी चाहियो कि त चिया चाहियो। अब यताउति हेर्छु कोही पनि देख्दैन। अब नदेखेपछि त कहाँ गइस् भनेर त सोध्नै पर्यो। अनि तेरो भाउजू कहाँ मुन्टेको हो नि फेरि साङ्ला बेरेर।